युट्युबमा हाल्नुपर्छ ल ओके दा ओके सेफ राइड हामी गर्नेछौँ हाम्रो त प्रतीक दासँग अन्त विवेश दाको थ्रुबाट चाहिँ हामी आएको हो आज लेट्स इन्जोय राइड है दा Ladies and gentlemen, are you ready? Hello guys, welcome to my channel. Lama Hattaको ब्रेक ल हामी बोला अब आइपुग्यो लामाहट्टा हैन अब हाम्रो अब लन्चको लागि चाहिँ कहाँ त्यो मल्लीको त धेरै छुचोमै हुन्छ ल यी त हैन होला नि तपाईँ पनि जानु न हामी अब जाँदैछ नर्थ सिक्किम बाइक राइडको लागि हाम्रो त फोटो जानु लामाहट्टामा हो तपाईँले के भन्नु छ त मजा आइरहेछ राइड दामी भइरहेछ चलो चलो मजै आउँदैछ त मलाई पनि के नेक्स्ट अब नेक्स्ट लोकेसन चाहिँ हाम्रो यहाँ छ सो यो भिडियो भयो अहिले भर्खर लामाहट्टाको अब हामी लामाहट्टाबाट राइड गरेर फेरि जाँदैछौँ टुवर्ड्स सिक्किम हाम्रो यहाँ खाना लाग्दैछ अब तपाईँ दुई शब्द तपाईँको भ्युअर्सहरूलाई के भन्दिनँ हामी यो कुन चाहिँ ठाउँ आइपुग्यो होइन अनि यहाँ खानाहरू खाइदिन्छौँ हामी अब हाम्रो यहाँनिर ब्रेक भयो अब के भन्नु अब थकाली खाना हाम्रो सुरु भयो अब तिम्रो रियाक्सन अहिले भोक लागिरहेको छ म पनि सुरु गरेको ल गाइस ल बाई Salar, this is NG Mokla. NG Mokla. खाना छ नि जुन ओदा छिटो छिटो गयो भने चाहिँ पाउँछ है लु लास्ट MG Mokla हान्थ्यो हो त हामी मार्गमा लागि हैन मेमोरिज हो हैन तिमी हैन मुमा
क्लास हुँदै रनिङ भएर राइड गर्दै आएको छौँ सो देखाउनेछु तपाईँहरूलाई मजा मजाको भ्यूहरू है सो पाँचजना जाँदैछ आज सो हाम्रो दादाले राइड गर्दै हुनुहुन्छ व्यवस्थालाई के गर्दै हुनुहुन्छ त्यहाँ त बस्नु सोधा एकचोटि हाई भनिदिनु न क्यामेराम्यान हेलो भनिदिनु हेलो मजा आइरहेको छ मजा आइरहेको छ हामी कहाँ गएको अरे छङ्गु नचुला सँगो नचुला पक्कै हो ल ल ल ल होला त यता एक दुई शब्द भनिदिनु होला मजा आइदिइरहेको छ हामीलाई होइन फिल्मै छु हेर ढङढङमा आइदिइरहेको छु So alright guys, everyone, welcome भनिदिँदा त्यहाँबाट हाम्रो रियल ट्रिप सुरु भयो है अब चाहिँ ट्रिप सुरु भयो सबै पास भयो डकुमेन्ट्सहरू हेर्नुहोस् होला जाम सबै गाडीहरू सबै छङ्गु नै जाने हो अक्सिजन त बेच्दैछ त हौ के हो के हो यहाँनिर के रोडको ट्याक्स हो कि के हो कि आजकल के ट्याक्स टिकट पनि लाग्दैन होइन चिया खानु आइरहेको छु यो रुखहरू चाहिँ हेर्नु सक्नुहुन्छ यो चाहिँ सबै बरफ प्लेसको भएको हो यहाँसम्म चाहिँ बरफ पर्छ अहिले चाहिँ छैन जम्मा यहाँ पुरा बरफ हुन्छ हाम्रो दाला फाइनली छङ्गु लेक छङ्गु लेक टाइम अलि भयो एउटा बजिहाल्नुहोस् न होइन जता पनि हानेको त्यस्तो एउटा ट्यालेन्टेड हो ठिकै छ जता पनि होइन मैले यसो हामीले त्यहाँ मल्लीमा खानु पनि मिठो लाग्यो हाम्रो खाना इन्जोय गर्नु हुँदैछ हाम्रो प्रतीक दा साजिद दिस हाम्रो भाइ इन्जोइङ मिल ओके ल अब खानापट्टि ध्यान दिउँ मलाई
हाम्रो डेस्टिनेसन पुग्यो अब नेक्स्ट डेस्टिनेसन चाहिँ अब हामी थाहा छैन जुलुक 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 सरी यहाँ हेर्नुहोस् स्नोफल यहाँ इन्डिया गेट हेर्नुहोस् हाम्रो इन्डिया गेट हेर्नु सरी नथुला पासको गेट हेर्नुहोस् उतापट्टि हाम्रो यता यता देखाउनुहोस् छेउ हौ मेरो यता हो उता यो चाहिँ इन्डियाको गेट हो उतापट्टि चाहिँ चाइना हो ऊ माथि हेर्नुहोस् अफिस चाइनाको हो ब्राभो चार्ली अफिस गाइस हामी चाहिँ अब निस्केको नथुलाबाट अब चाहिँ हामी बाबा मन्दिर जान्छौँ अन्त यहाँ चाहिँ के हो ओ त्यो उयो पानी दिँदैन हामीलाई त्यो पिक्चर वाटर थियो नि बनियो नि के होला बन्नु पर्थ्यो नि कस्तो र सो फोटो सेसनहरू भइसक्यो अहिले चाहिँ हामी कहाँनिर छ हरवचन बाबा मन्दिरमा छौँ अब चाहिँ रुम जाने रुममा गएर मजाले फ्रेसेस भएर तातो भएर बस्ने ओभर चिसो छ यहाँ हात ठिराएर एकदमै धेरै जाडो छ ल सी यू गाइस Alright guys, good morning everyone. हामी चाहिँ अब कुपुकबाट चाहिँ कहाँ गएको आयो हामी भनिहाल्नु हामी जुलुक जाँदैछौँ सो हेर्दै जानुहोस् होला हाम्रो भिडियो है यता हाम्रो सागर दा हामी जुलुकपट्टि होइन सो यहाँ विवास दाले निकाल्नु सक्नुभयो सो एकदमै भ्यू चाहिँ एकदमै राम्रो छ दृश्य है भ्यू चाहिँ एकदम दामी छ मुस्ताङमा छु जस्तो फिल भयो एकछिन चाहिँ होइन बिहान उठेर यस्तो हेर्दाखेरि चाहिँ सो के भन्दिनँ त के भन्नु अब हाम्रो एकदम दामी थियो नि आज त अब तर सबैको टाउको त दुखिरहेको छ ह्याप्पी टाउको दुखिरहेको छ है माथि गाइस अन द
रे एकदमै राम्रो है बिहानको एकदमै राम्रो देखिरहेको एकदमै राम्रो दृश्य के भयो भिडियो बनाएको ए ल त्यहाँमै चाहिँ बिग्रेको बाइक भन्छ एलिफेन्ट लेक यसलाई चाहिँ भन्छ एलिफेन्ट लेक है एकदम राम्रो छ लद्दाखको फिल हुँदैछ कहाँ हो कहाँ आएको जस्तो लागिरहेको छ हात्तीको सुर जस्तो देखेर चाहिँ यसलाई चाहिँ एलिफेन्ट लेक भन्दो रहेछ अगाडि बाँध्नुपर्छ होला हौ ए चुडेछ नि त बेगले ठोक्यो होला तन्की खुट्टा उठ्दै छ बेगले पनि ठोक्यो होला के भयो फुस्के छ है उसको बेगले ठोक्यो होला ठोकेर बेगले ठोकेर खतरा बाँध्दैछ नि त भाइले पनि Hello everyone. सबजना हेर्नु भन्दिनु अब लास्ट हाम्रो हैन हामी चाहिँ एन्डिङ भनौँ न अब है एन्डिङ हाम्रो अब यहाँ छुट्टिन्छ पनि अब म यहाँबाट सिक्किम जान्छु सिक्किम त सिक्किममै छु म यहाँबाट अब गान्तोक जान्छु दादाहरू घर फर्किनुहुन्छ अहिले चाहिँ हामी रम्फू आइपुग्यौँ रम्फूमा चाहिँ खाना खाँदैछौँ है भिडियो क्यामेरा लागि See you guys.